नमस्कार छ मेरो न्यू भ्लगमा। आज म भन्न जाँदैछु तपाईलाई मेरो बारेमा। ल म सुरुमै सुरुवात गर्छु कि आफ्नो बारेमा। नमस्कार, मेरो नाम आहान भागाई हो। म 10 वर्षको छु। म विराटनगरबाट आएको, यता गछियातिर मेरो घरतिर आएको म बस्न छुट्टीको बेला। आज चाहिँ म किन आएको भन्दाखेरि किनकि हाम्रो नयाँ घरमा अझै एकजना मान्छे आएको छ। त्यो चाहिँ कोही होइन, त्यो चाहिँ मेरै भाइ हो। त्यसैले म यतातिर आएको विराटनगरदेखि गछिया। अनि तपाईँहरू भन्नुहुन्छ होला कि मेरो ठुला बडा सानाहरू म जस्तै एजकाहरू भन्नुहुन्छ कि तिमी चाहिँ कुन चाहिँ भिडियो बनाउने। म चाहिँ कुन भिडियो बनाउँछु भन्दाखेरि चाहिँ ट्राभलिङ, फुडहरू खाने च्यालेन्ज त्यस्तै गर्छु म। त्यसैले यहाँ तलतिर थिच्नु होला भाइ। तर एकछिन म तपाईँहरूलाई मेरो भाइलाई देखाउने छु। ल हेर्नु गाइस, यहाँ हेर्न सक्नुहुन्छ हाम्रो घरको नयाँ मान्छे। यहाँ हेर्नु हाम्रो घरको नयाँ मान्छे। भाइ चाहिँ म जस्तै छ, किनकि मेरो भाइ हो नि त, म जस्तै हुन्छ। अनि त्यसैले उहाँ आमा पनि यतै हुन्छ तेल ल्याउँदै। अनि त्यसैले उहाँ चाहिँ को हो भन्दाखेरि मेरो कान्छी फुपू कृतिका उमागाई। अनि उहाँ चाहिँ मेरो मामु दीपिका उमागाई। अनि उहाँ मेरो भाइ श्रीराम उमागाई। अनि हेर्नुहोस् हामी अब यहाँतिर तेल लगाउन सुरु गरौँ। कति आनन्दले सुत्दैछ। कत्रो तेल हो त्यो? आमा तेल त भगभग उम्दैछ त्यस्तो। उहाँ हाँसिदियो, त्यस्ता तेल भगभग म सब थामिदिन्छु भन्दैछ। तपाईँहरूलाई थाहा छ आज मेरो मामु सुत्केरी हुनुभएको। सुत्केरीको न्यु पाने मैले खाएँ मासु भने त्यस्तै भइदियो। कति मासु खान पाउँदैछु, 4 दिन कि कति दिनदेखि मासु खाइछु गाई। अनि त्यो पछाडि म चाहिँ किन यो नयाँ भ्लग बनाउँदा हामी सबैजना मिलेर गरौँ सबै कामहरू। अनि फेसबुक मेसेन्जरहरूमा पनि सँगै मिलेर के कन्ट्याक्टहरू गरौँ। ल हामी फेरि आउनेछौँ मेरो फुल भिडियोमा। त्यसैले लाइक, सब्सक्राइब एन्ड कमेन्ट गरिदिनु होला भाइ।